सेवा नमस्ते सबैजनालाई। आज चाहिँ म फेरि तपाईहरुलाई हाम्रो बारी यहाँ सानो देखाउँछु। यो म चाहिँ पछाडी देखिदै गरेको चाहिँ मकै घारी है र नेपालको हाम्रो पुरै अर्ग्यानिक मकै देखाउँछु म तपाईहरुलाई। म के देखाउँछु अब हेर्नुस्। यो मकै भइगयो ल हजुर। मकै हेर्नु त ल यहाँ मकै यहाँनिर फर्सीको मुन्टाहरू पनि हुन्छ हामीसँग अब बिस्तारै। ल फर्सीको मुन्टा कति खाने हो अब है हुन्छ हुन्छ। सुइका पनि छ यहाँनिर। यो चाहिँ आफ्नै लोकल सुइका हो। सुइको कुमार है सुइको कुमार है। ल यतातिर काँक्रो ल कति खाने हो काँक्रो। ल सिमी है सिमी पनि रहेछ यहाँनिर यस्तो है। बोटहरू छ यहाँनिर सिमीको। मैले 250 हकनबाट ल्याएर रोपेको यो सिमीको चाहिँ। ल यो सिमी होइन उता किच्नु हुन्न है छोरा। खै नेपाली काँक्रो चाहिँ के हुँदैछ त हालत। काहीँ न ओके यहाँ नखिचेर किचिकिची गर्न गरे नि त। सुइका यहाँ हुन्छ यहाँ लुक सुइका बेबी सुइका पिङ्कवाला ब्रोकाउली ल यो चाहिँ नयाँ आजाद। अर्को काँक्रो यहाँ तल हुन्छ काँक्रो खिचेर राख्नुलाई काँक्रो त 1 दर्जन छ काँक्रा। बुनु यता आऊ। बबिता म्यामले लौका टिप्दै हुनुहुन्छ। ल्याउखा अरे फर्सीको मुन्टो है मुन्टो फर्सीको मुन्टो टिप्दै हुन्छ। त्यत्रो टमाटो काँचो टिपेर उनाका इपाई भन्दैछ यसले कडा। यो त पर पनि छैन लौका छ। त्यो लौका के हो थाहा छैन। दुईटामा एउटा एउटै बोटमा छ के। त्यहाँ भिन्डी पनि छ चिप्ले भिन्डी त खुट्टामा। लौका हो नि जाडो हैन फुल्नु थालेको। काँक्रा जस्तो थाहा छ फेरि उता। क्याप्सिकम भन्छ रहेछ यसलाई। भेटे खोर्सानी क्याप्सिकम के हो यहाँ पनि छ है। मटस कति खाने हो धेरै छैन यसो मटस यहाँ पनि छ यस्तो बसेका छन्। यो चाहिँ अर्को वर्षको लागि रायो सागको बिउ है तयारी। दुईजनाको चाहिँ हेरिमा झर्को छ हेर छुट्टै। प्याज के छ यहाँ के